धेरै समय पछाडि आज चाहिँ म मेरो बाबुहरूको भिडियो लिएर आइसकेको छु। आज चाहिँ हामी फ्यामिली नै हाम्रो बाबुहरूको हस्पिटल गएका थियौँ अनि फर्किँदा चाहिँ हाम्रो बाटैमा पर्ने पार्कमा निस्केका थियौँ। यो चाहिँ चाबेलदेखि पनि नजिकै टोयोटा पार्क भनेर चिन्दो रहेछ। यो पार्क पहिला मलाई थाहा थिएन, भर्खरै थाहा भएको हो अनि मलाई चाहिँ एकदमै धेरै मन पर्न थालेको छ, किनभने यहाँ चाहिँ बच्चाहरू खेल्नको लागि एकदमै धेरै सुरक्षित ठाउँ छ अनि सफा पनि छ अनि खुल्ला छ कि। अनि यहाँ चाहिँ हामीले लगभग 2 देखि 3 घन्टासम्म हाम्रो बाबुहरूसँग खेलेर बितायौँ। हेर्नु न, एउटा लड्यो भने अर्को पनि लड्नु पर्ने, दिनभरि खेल्न पायो भने हाम्रो बाबुहरू चाहिँ यस्तै गर्छन्। अनि मेरो एउटा बाबु, यो चाहिँ ठुलो बाबु हो, यो चाहिँ हामीसँग त्यति धेरै खेल्दैन क्या, अनि एक्लै खेल्न रुचाउँछ, सँगै खेल्दा पनि भाग्छ। अनि उसको बाबाले चाहिँ जबरजस्ती समातेर घुमाइ खेलाइराख्नु भएको छ। अनि अर्को चाहिँ यतातिर भागिसक्यो, ऊ चाहिँ ढुङ्गामा टेक्दै खेल्नु पर्ने रे। यसरी नै खेलेकै अनि यो स्लाइडमा पनि सुरुमा कति धेरै डराएका थिएँ, पछि खेल्दा अनि बानी परेछ। अनि त कति खेले सफा लुगा लगाएर लगेका थियौँ बाहिर। फर्किँदा त कस्तो भएर फर्केको, अनि लास्टमा घरमा आएपछि पनि एकछिन खेल्यौँ। यसरी नै हाम्रो चाहिँ दिन बित्यो। यति भन्दै बाई बाई।